यही सामाजिक सञ्जालमा नेपालको बौद्ध दर्शन प्रवर्धन तथा गुम्बा व्यवस्थापन समिति तिब्बती प्रभावमा चलेको छ भन्ने दाबी फैलिएको छ। तर यो दाबी आंशिक रूपमा गलत र भ्रामक हो। 1. समिति नेपालको कानुनी संस्था अन्तर्गतकै हो। बौद्ध दर्शन प्रवर्धन तथा गुम्बा व्यवस्थापन समिति नेपाल सरकार संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्तर्गत संविधानिक रूपमा दर्ता गरिएको निकाय हो। यसको उद्देश्य नेपालभित्र रहेका सबै बौद्ध सम्पदाहरू नेवार, तामाङ, शेर्पा, थारू, गुरुङ, किरात आदि समुदायको सम्पदा सुरक्षा र प्रवर्धन गर्नु हो। यो कुनै विदेशी निकाय वा तिब्बती राजनीतिक सङ्गठनसँग सम्बन्धित छैन। 2. हाम्रो परम्परा अनुसारको गुम्बा नेपालमा बौद्ध परम्पराका विभिन्न शाखा छन्। थेरवाद, महायान, वज्रयान, नेवार र तिब्बती निङमा, काग्यू, शाक्य, गेलुग परम्परा। यी सबै नेपालमै शताब्दीयौंदेखि सह-अस्तित्वमा छन्। गुम्बा व्यवस्थापन समितिले यी सबैलाई समेट्छ। कुनै एक शैली वा देशको पक्षमा होइन। हामी तामाङ, शेर्पा समुदायका घर-घरमा जस्तै गुम्बा निर्माण, पोशाक र नामहरू देखिनु केही हदसम्म तिब्बती शैली जस्तो देखिन सक्छ। तर यो सचेत रहँदै भन्नुपर्छ कि यो हाम्रो पुर्खाहरूबाट आएको मौलिक शैली हो, विदेशी तिब्बती शैलीको नक्कल होइन। 3. आर्थिक पारदर्शिता र दान स्रोत गुम्बाहरूमा आउने दान प्राय स्थानीय श्रद्धालु, बौद्ध सङ्घ-संस्था र अन्तर्राष्ट्रिय बौद्ध भक्तहरूबाट हुने गर्छ। नेपाल सरकारसँग दर्ता भएका गुम्बाहरूले वार्षिक प्रतिवेदन, आर्थिक लेखाजोखा र कर विवरण पेश गर्ने कानुनी दायित्व राख्छन्। तिब्बत वा कुनै विदेशी राजनीतिक निकायबाट प्रत्यक्ष आर्थिक नियन्त्रण भएको प्रमाण छैन। 4. धर्मनिरपेक्षताको अर्थ निषेध होइन। नेपाल धर्मनिरपेक्ष राष्ट्र हो। यसको अर्थ राज्य सबै धर्मप्रति समान व्यवहार गर्ने हो, कुनै धर्मप्रति विरोध गर्ने होइन। जसरी पशुपतिनाथ र अन्य मन्दिरहरूका लागि मन्दिर संरक्षण समिति छन्, त्यस्तै बौद्ध सम्पदाको संरक्षणका लागि पनि समिति हुनु संविधान सम्मत र आवश्यक कुरा हो। 5. स्थानीय समुदायको सहभागिता। तामाङ, शेर्पा, गुरुङ, नेवार, थकाली लगायत बौद्ध समुदायका प्रतिनिधिहरू समिति र गुम्बा व्यवस्थापनमा सहभागी छन्। तिनीहरूलाई मोहरा होइन, बरु धार्मिक सम्पदाका मूल संरक्षकको रूपमा हेर्नुपर्छ।